परिवर्तन सुन्दा जति मिठो सुनिन्छ यसको कार्यान्वयन त्यति नै कडा हुन्छ। तर कहिले सोच्नु भएको छ जब कोही नयाँ मान्छे केही बदल्न खोज्छ तब वर्षौंदेखि सत्ता र शक्तिमा बसेकाहरू किन अत्तालिन्छन्? किन रवि, बालेन वा रासपाको नाम सुन्नासाथ सिस्टमभित्र एउटा कम्पन पैदा हुन्छ? यसको पहिलो कारण हो सेटिङको साम्राज्य। नेपालमा दशकौंदेखि एउटा यस्तो संयन्त्र बन्यो जहाँ काम हुनका लागि नियम होइन नाता र नेता चाहिन्थ्यो। जब बालेनले काठमाडौँका सडकमा डोजर चलाए उनले केवल अवैध संरचना भत्काएका थिएनन्, उनले त त्यो संरचना जोगाउने अदृश्य सेटिङ भत्काइदिएका थिए। फाइदामा रहेकालाई डर लाग्छ यदि यो सेटिङ भत्कियो भने हाम्रो खल्ती कसरी भरिन्छ? दोस्रो कारण योग्यता। हिजोसम्म राजनीतिमा टिक्न चाकरी गरे पुग्थ्यो, तर रवि लामिछाने र रासपाले राजनीतिलाई डाटा र डेलिभरीसँग जोडिदिए। जसले जिन्दगीभर झण्डा बोकेर पद पाउने सपना देख्यो उसलाई आजको पढे लेखेको र प्रश्न सोध्ने पुस्ता देख्दा डर लाग्छ, किनकि अब प्रतिस्पर्धा भीडसँग होइन विवेकसँग हुँदैछ। तेस्रो कुरा हो जवाफदेहिता। यथास्थितिवादीहरू अन्यारोमा खेल खेल्न रुचाउँछन्, तर जब बालेनले बैठक नै लाइभ गरिदिए तब जनताले थाहा पाए कसले काम रोक्दो रहेछ, कसको नियत के रहेछ। जब कोही सिस्टम बाहिरको मान्छे आएर ऐना देखाइदिन्छ तब ऐनाभित्रको कुरूप अनुहार डराउनु स्वाभाविक हो। अन्त्यमा यथास्थिति परिवर्तन नहुनुमा उनीहरूको स्वार्थ छ। तर एउटा कुरा प्रष्ट छ, पानी जमेपछि गनाउन थाल्छ र राजनीति पनि। रवि, बालेन र रासपा केवल व्यक्ति होइनन्, उनीहरू नेपाली जनताले परिवर्तनका लागि गरेको एउटा प्रयोग हुन्। यो प्रयोग सफल होला वा असफल त्यो समयले बताउला, तर यिनीहरूले एउटा कुरा चाहिँ प्रमाणित गरिदिए, सिस्टम बदल्न सकिन्छ यदि इच्छा शक्ति छ भने। के तपाईलाई पनि लाग्छ रवि र बालेनको उदयले पुराना दलहरू डराएका छन्? विचार कमेन्ट गर्नुहोला।